हेलो एभ्रिवान, तपाईहरु सबैजना ठिकै हुनुहुन्छ होला है। र आज चाहिँ म यहाँ सिक्किमको क्यापिटल ग्याङटोकमा छु र यहाँनिर चाहिँ यो अर्किडेरियममा चाहिँ म अस्तिदेखि आउने ट्राई गर्दै थिएँ है। यो भर्खर बनिएको हो र आज चाहिँ मैले यहाँ आउने मौका पाएँ है। र यहाँनिर एकदमै राम्रो बनाएको रहेछ र यदि तपाईहरु पनि ग्याङटोकबाट आउनु भएको छ भने तपाईहरुले पनि भिजिट गर्न सक्नुहुन्छ है। र यो बजारदेखि अलिकति टाढोमा पर्छ, तपाईहरु वकिङ डिस्टेन्स हो बजारदेखि है, मेन मार्केटदेखि। र यो चाहिँ फेलेनोप्सिस अर्किडको जुन चाहिँ भेराइटी छ त्यसको थिममा बनाएको रहेछ है यो चाहिँ। र मलाई चाहिँ एकदमै राम्रो लाग्यो। तर यो अर्किड चाहिँ अलिकति गरम जग्गामा हुने अर्किड हो। यो ग्याङटोकमा पनि त्यस्तो यहाँको नर्मल टेम्परेचरमा त्यस्तो सर्भाइभ गर्दैन यो अर्किड। तर उहाँहरूले चाहिँ यसलाई चाहिँ ग्लास हाउस जस्तो बनाएर है भित्र टेम्परेचरहरू मेन्टेन गरेर चाहिँ राख्नु भएको रहेछ यो अर्किड चाहिँ है। र तपाईहरुले यहाँ देखिरहनु भएको छ यसको जति पनि कलर्सहरू छ सबै तपाईहरुको म्याक्सिमम कलरहरू यहाँनिर फुलाउनु भएको रहेछ उहाँहरूले है। र तपाईहरुलाई यो फेलेनोप्सिसको विषयमा अरू कुराहरू है केही पनि जान्नु पर्यो भने तपाईहरुले यहाँनिर आएर भिजिट गर्नुभयो भने चाहिँ तपाईहरुलाई अल डिटेल्स तपाईहरुले यहाँ पाउन सक्नुहुने रहेछ है। र यो जग्गामा चाहिँ पहिला फ्लावर एक्जिबिसनहरू हुने गर्दथ्यो, तर यो पालिदेखि चाहिँ उहाँहरूले यसलाई राम्रो बनाउनु भएको रहेछ। र यहाँनिर सोध्दा चाहिँ उहाँहरूले फ्लावर एक्जिबिसन चाहिँ माथि टप फ्लोरमा गराउनुहुन्छ भनेर थाहा लाग्यो है। यदि तपाईहरुलाई पनि फ्लावरमा इन्ट्रेस्ट छ भने तपाईहरु पनि एक टाइम आएर घुम्नु होला है, तपाईहरुलाई पनि सायदै यो मन पर्नेछ।